नेचुरल बिहेभियर एसेन्स। कुरा बुझ्नुभयो तपाईँले? एउटा कुरा तपाईँको आज दिमागमा छाप हालेर राख्नु होला, संसारमा एउटा पानी पनि मैला छैन। बागमतीको पानी मैला होइन, मैले धेरैचोटि भने मैला मैला हो, पानी पानी हो। यो कुरालाई तपाईँले बुझ्नुपर्छ। हाम्रो आँखाले धोका पाइरहेछ, त्यसले हामीले भनिरहेछ बागमतीको पानी मैला हो, तर वास्तविकमा पानी भन्ने के हो? H2O होइन, पानीको जुन चाहिँ सेल H2O जुन चाहिँ छ सेल। अब यो बागमतीको जुत्ता त पानी होइन होला नि, जुत्ता फ्याँकिरहेको छ नि बागमतीको खोलामा होइन, कसैको होइन लुगा फ्याँकिरहेछ, कसैको कट्टु फ्याँकिरहेछ होइन, कसैको के भन्छ अब यता प्लास्टिक फ्याँकिरहेछ, वाइवाईको खोल फ्याँकिरहेछ। कुरा बुझ्नु त? अब यो दिसा पिसाबहरू के गइरहेछ। अब यो प्लास्टिक त पानी होइन होला नि, कुरा बुझ्नु भइरहेछ होइन? जुत्ता त पानी होइन होला नि, पुरानो लुगा त पानी होइन होला। अब यो भित्र जति यो हुन्छ नि के भन्छ किटाणु भन्छ हामीले जेम्सहरू होइन, यसले गर्दा यो हरियो भइरहेछ नि, यो किटाणुहरू त पानी होइन होला, यो माटो त पानी होइन होला नि। राम्रो सुन्नु है तपाईँले, अब यो माटो किटाणु होइन किसिम किसिमको मिक्स भएर हामीलाई लागेको छ पानी मैला। पानी वास्तविकमा एक थोपा पानी, बागमतीको एक थोपा पानी H2O मैला छैन। मैला मैलै बसिरहेछ, पानी पानी बसिरहेछ। म कसरी भन्न सक्छु भने तपाईँले बागमतीको खोलाको पानी एक थोपा अथवा पानी मैलैसँग निकालेर तपाईँ यो माइक्रोस्कोप भन्छ नि होइन, यो माइक्रोस्कोपभित्र अब सबै सन्तत्व देख्छ नि होइन, यो भित्र राखेर हेर्नु त पानी पानी बसिरहेछ, किटाणु किटाणु बसिरहेछ, मैला मैला पनि बसिरहेछ, माटो माटो पनि बसिरहेछ। कुरा बुझ्नुभयो सबैले? संसारमा एक थोपा पानी छैन जुन चाहिँ मैला। इतिहासमा न पानी मैला भएको थियो, न मैला पानी अहिले छ, न भविष्यमा मैला पानी हुन्छ। मैला मैलै बस्छ, पानी पानी बस्छ। त्यस कारणले गर्दाखेरि फिल्टरमा हालेर सफा पानी निस्केको भनेको यो पानी मैला पानी सफा भएको होइन। फिल्टरमा हाल्दाखेरि मैला मैला जान्छ, पानी पानी आउँछ। त्यसैले फिल्टर भनेको फिल्टर भने मैलालाई फिल्टर गर्ने। कुरा बुझ्नु भएर तपाईँले? यो कुराले के बुझ्यो भन्दाखेरि मानौ तपाईँहरू बागमतीको पानी हो, तपाईँले आजसम्म लागिरहेको थियो कि होइन म मैला हो, आई एम भेरी डर्टी, आई एम डर्टी। राम्रो सुन्नु है तपाईँले होइन? अब काठमाडौँको बासीहरूले पनि होइन के भन्छ, बासी भन्छ कि के भन्छ, बासिन्दाहरूले पनि भनिरहेछ मैला पानी। टाढोबाट के गर्छ, ग्लास के गर्छ, गाडीको त्यो सिसा के गर्छ, बसको सिसा बन्द गर्छ मान्छेले, टाढोबाट बाइक चलाउनेहरूले होइन। अब मान्छेहरूले संसारले भनिरहेछ मैला पानी हो, काठमाडौँवासीहरूले भनिरहेछ मैला पानी हो, अनि बिचरा यो पानीलाई पनि विश्वास गर्न थाल्यो। अब आइन के हो? मैला मैला। मानौँ हामी सबैजना यो बागमती खोलाको पानीहरू मैला हो। अब एकजना अचानक एकजना मान्छे आएर पानीलाई बागमतीको पानीसँग कुरा गऱ्यो, साथी तपाईँ ठुलो गलत फ्यामिलीको छ, के गलत फ्यामिली भइरहेछ। अनि एकजना मान्छेले भन्यो तपाईँ मैला होइन, तपाईँ पानी हो, तपाईँ शुद्ध हो। बुझ्नु न? तपाईँ अहिलेसम्म मैला भएकै थिएन, मतलब कि तपाईँ यो म अज्ञान हुँ, मलाई यो पञ्च पापहरू छ, मलाई रिस छ। यो के हो थाहा छ? म एक उदाहरणको लागि पानीले भनिरहेछ गुरु म त प्लास्टिक हो, म त दिसा हो, म त पिसाब हो, म त किटाणु हुँ, म त जुत्ता हो, म त वाइवाईको खोल हो भन्दाखेरि पानी यो त पानी त फुस्कियो नि होइन, पुरै फुस्कियो कुरा बुझ्नुभएछ? त्यसले गर्दाखेरि पानीले बुझ्यो कि होइन म त जब हिमालबाट आउँदा पनि सफाइ थियो, अहिले पनि सफाइ हो, त्यसैले भोलि समुद्रमा जाँदाखेरि म सफाइ जान्छु। पानी इतिहासमा मैला भएको त्यही कुरालाई उदाहरणलाई बुझेर तपाईँ हामी अज्ञान होइन, यो कुरालाई तपाईँ आज बुझ्नुहोस्। तपाईँ हामी रिस होइन, तपाईँ हामी यो पञ्च के अरे बीज होइन, हामी पञ्च बीज छ कि छैन? छ होला, तर यो तपाईँ होइन, तपाईँको पनि होइन। राम्रो सुन्नु है तपाईँले, मैले अघि यो शरीरै तपाईँ होइन भन्दै, चित्त नै तपाईँको मनै तपाईँ होइन भन्दै, अब यो रिस द्वेष मोह भन्ने त सबै मनको कुरा त होला नि होइन र? मनको यो एउटा यो त भन्दाखेरि अब यो राग द्वेष मोह तपाईँहरूकै होइन। किन तपाईँहरू पुरै के भन्छ जान्ने भएर तपाईँहरू मालकिनी हुनु खोजिरहेछ होइन? मेरो अज्ञान, मेरो रिस, मेरो पाप, किन तपाईँहरू जुन चाहिँ यो पानीले यो मेरो जुत्ता, मेरो प्लास्टिक, मेरो किटाणु भनेको सेम टु सेम हो। अब तपाईँले बुझ्नु पर्यो कि तपाईँ पाप होइन, तपाईँ अज्ञान होइन। यो कुरा बुझ्नुभयो तपाईँले होइन? त्यसले गर्दाखेरि
जुन चाहिँ चित्तको स्वभाव जुन चाहिँ छ तथागत गर्भ छ तपाईँको गुरु होइन रामदेव रिम्पोछे पनि यही दर्शन भएर उहाँ रामदेव रिम्पोछे हुनुभयो। बुझ्नु होइन, चित्तको स्वभावमा तपाईँको चित्तको स्वभाव र बुद्धको चित्तको स्वभाव, गुरु रिम्पोछेको चित्तको स्वभाव, रामदेव रिम्पोछे चित्तको स्वभाव एक के भन्छ रत्तीको फरक पनि छैन। यो कुरालाई जति चाँडो बुझ्यो त्यति तपाईँले गुरुबाट दर्शन अथवा गुरुको आशीर्वाद पाउनुहुन्छ। गुरु भन्ने एउटा ठुलो महान हो, म भन्ने एउटा सानो किरा हो भन्नु थाल्यो भने तपाईँ जुनी किरै बस्छ। कुरा बुझ्नु भइरहेछ? अहिले मैले यो खेल भनेको चाहिँ सिरियस कुरा हो। यो तपाईँको दृष्टिकोणमा समस्या छ। गुरुले आशीर्वाद दिनु खोजिरहेको छ, तपाईँले आशीर्वाद दिनै सक्नु। त्यसले गर्दाखेरि अब कुरा कहाँ आउँछ? अनि म साँझमा अब गर्नु कि नगर्नु बुद्ध गर्छ, पानी त सफा गर्छ होइन र? अनि म के अब यसलाई शोधन गर्नु पर्दैन? यो लिजहरू दोष म अरू के यसलाई केही मतलब साधनाहरू पूजाहरू केही गर्नु पर्दैन किन? म त शुद्ध गर्छ। बुझ्नु भयो तपाईँले? एउटा कुरा तपाईँले आज कन्फर्म गर्नुहोस्, बुझ्नुहोस्, धर्म तपाईँको लागि गर्ने होइन, तपाईँको लागि त के पनि गर्नै पर्दैन। मैले भनेको होइन, गुरु रिम्पोछे स्वयंले भनेको होइन, मिलारेपाले भनेको, तपाईँ पुगिसक्यो, यु आर अलरेडी धर्मकाय। तपाईँ मैला भएकै छैन, किन सफा बनाउने तपाईँले? अब कुरा यता आउँछ, अब कुरा आउँछ, ट्विस्ट यता आउँछ। ट्विस्ट भन्नु थाहा छ तपाईँले? ट्विस्ट भने के हो है? हो, अब यता घुमाउने कुरा कहाँ आउँछ भन्दाखेरि ल अब तपाईँहरूले मलाई भनिहाले ल बागमतीको पानी सफा हो भने त अब यसलाई यतिकै सोध्यौँ हामी। ल म तपाईँलाई सोध्छु, ल बागमतीको पानी त सफा हो, तपाईँले थाहा पायो कि पाएन? हामी सबैले थाहा पायो। ल मैले काठमाडौँको यो बासिन के अरे काठमाडौँको बासिन्दा मैले सबैलाई भनिहालेँ, जो यो बागमती खोलाको नजिक बसिरहेको छ यसलाई बुझायो पानी सफा हो, पानी मैला भएको छैन। अब हामी यो पानीलाई यतिकै यो फोहोर कालो हरियो पहिलो गनाउँ यतिकै राख्ने हो कि यसलाई सफा गर्नुपर्छ? तपाईँहरू सफा गर्नु किन? पानी त सफा हो भने त मैले हामीले मैला गडाएको भएर सफा गर्नु पर्यो। पानीको सफा होइन, मैलाको सफा। हो, अब यो कुरा बुझेको बुझेन? राम्रो सुन्नु है, यो धेरै ठुलो फरक छ। पानीलाई सफा गर्नु र मैलालाई सफा गर्नु दुईटा कुरा हो। इट्स अ ट्रु थिङ। एउटा म अर्को तपाईँहरूले इम्पोर्टेन्ट कुरा आज बताउँछु। तपाईँहरूले हामी सबै गएर बागमतीको मैला सबै निकालेर होइन पानी सफा भयो अरे, बुझ्नु होइन? अब तपाईँले पानीलाई सफा गरेको हो, मैलालाई सफा गऱ्यो नि, पानी सफा भयो। पानी त पहिलादेखि सफा थियो त, तपाईँले मैला निकालेर झन् सफा भयो, झन् सफा हुनै सक्दैन। जस्तो त्यतिको पानीको पहिला पानीको मैला ननिकाल्दै चाहिँ H2O थियो, पानीको मैला निकाल्दा चाहिँ H2O भएर हो, H2O 5 O जोडे तपाईँको मैला निकालेर मैला नआउँदा पनि H2O नै थियो, पानीको तत्त्व। मैला थुपारेर पनि H2O नै हो। भोलि हामी सबै गएर मैला निकाल्यो भने पनि यो H2O नै बस्छ, यो न धेरै हुन्छ न कम हुन्छ। यो कुराले के बुझ्यो? नेचुरली हाम्रो मन चाहिँ अलरेडी क्लिन हो, सफा हो। एक्ज्याक्टली। यसलाई सफा गर्ने जरुरी छैन, यसलाई सफा गर्ने जरुरी छैन। तपाईँहरूको चित्तको स्वभाव पानीको जस्तै हो, मैला आजसम्म नभएको थियो, न भएको छ, न हुनेवाला छ, म ग्यारेन्टी दिन्छु। बुझ्नु होइन? तपाईँ न अज्ञान थियो, न अज्ञान हो, न अज्ञान हुनेवाला छ। कुरा राम्रो सुन्नुलाई, अज्ञानसँग चाहिँ छ होला, यो अज्ञान न तपाईँ हो न तपाईँको, यो पञ्चबीजसँग चाहिँ छ होला, न तपाईँ हो न तपाईँको, यो शरीर छ होला, तपाईँ होइन न तपाईँको नै होइन। राम्रो सुन्नु होला तपाईँले। अब म तपाईँलाई एउटा कुरा बताउँछु। ओके, अब हामी त पुगिसक्यौँ होइन, अज्ञान पनि छैन र कुरो अब गुम्बा पनि चाहिन्छ र साधना गर्नुपर्छ र अब यो बिहान किन यो ढ्याङ्ग्रो डाउनलोड गर्नुपर्छ र पूजा गर्नुपर्छ। राम्रो सुन्नु है तपाईँले, इट्स अ भेरी इम्पोर्टेन्ट मेसेज। साधना गर्नुपर्छ, ध्यान गर्नुपर्छ, शोधन गर्नुपर्छ, वचन शब्दको जाप जप्नुपर्छ, मन्डो गर्नुपर्छ। किन? राम्रो सुन्नु है, बागमतीको पानी सफा मैला निकाल्यो भने कसलाई फाइदा हुन्छ? पानीलाई फाइदा हुन्छ, कसलाई फाइदा हुन्छ? यो पानीलाई यतिकै राख्यो भने यो मान्छेहरू बिमार हुन्छ होइन, किसिम किसिमको रोगहरू फैलिन्छ होइन, नराम्रो गनाउँछ, नराम्रो देखिन्छ, मान्छे के हुन्छ?
बागमतीको पानी देखेर मान्छे खुसी हुन्छ है होइन? देख्ने बित्तिकै मान्छेको मुड खराब हुन्छ नि। मुड खराब हुन्छ थाहा छ तपाईँलाई? तपाईँलाई थाहा छैन, बिर्सिएको छैन हामी मुड खराब हुन्छ होइन? अब जब पानी जुन चाहिँ अहिले यता युरोपतिरको पानी हुन्छ नि होइन, मलाई युकेको पानी मैले देखेको छुइनँ होइन। अब सफा पानी हेर्दा चारो नजिक पानी देख्दै हामीले के हुन्छ मन अन्त खुसी हुन्छ अनि नजिक जाउँ जस्तै लाग्छ अनि पानी पौडी खेल्नु जस्तै लाग्छ, पानीको ठाउँमा बसेर घर आफ्नो परिवारहरू बसेर पिकनिक मनाउनु जस्तो लाग्छ। कुरा बुझ्नु भइरहेछ? राम्रो सुन्नु होला है। बागमतीको खोला यता स्वयंमा बस्ने लामाहरूले मलाई भन्नु, एउटा बुढो लामाहरूले आजभन्दा 30-40 वर्ष अगाडि उहाँहरू बागमतीको खोलाको छेउमा स्विमिङ खेल्थ्यो अरे, पिकनिक मनाउँथ्यो अरे। कुरा यति सफा थियो अरे, हेर्दाखेरि खुसी लाग्थ्यो अरे। अब अहिले यो पिकनिक मनाउँछ मान्छेहरू बागमतीको पानीमा बसेर, नजिकमा जानु त टाढोबाट खिड्की बन्द गर्छ भनिभन्न। अब राम्रो सुन्नु होला, इट्स अ भेरी इम्पोर्टेन्ट स्टेटमेन्ट। जुन चाहिँ यो शरीरको आफ्नो बानी व्यवहार छ कि छैन, कसैले नाम बोल्ने बानी छ कि छैन, नचाहिने कुरा फेलाउने बानी छ कि छैन, कसैले कुरा काट्ने बानी छ कि छैन, छ नि। सबैको नचाहिने बानीहरू छ नि होइन। शब्द मुखबाट शब्द निस्किने बित्तिकै अरूको बारेमा राम्रो शब्दहरू निस्किन्छ, रिस उठाउने शब्दहरू। अनि अलिक यसको गराइ अलिकति अरूलाई मन नपर्ने गराइहरू छ। राम्रो सुन्नु है तपाईँ, यो तन मन वचनको धेरै नराम्रो बानी व्यवहारहरू छ। योलाई तपाईँले के गर्नु पर्यो? तपाईँ जानुपर्छ। हुन्छ हुन्छ ल हुन्छ। कसै आज चाहिँ धेरै बिहाहरू भइरहेछ अरे होइन, सबैजनाको होइन ल ठिकै छ। अब यो अहिले यो कुराहरू सघाउँछु होइन, यो कुराहरू लेट्स फिनिस इट। अब यो तपाईँहरूले यो शरीरको राम्रो सुन्नु है, मनको नराम्रो बानी व्यवहारहरू, अब यो रिस भन्नेहरूले अरूलाई खुसी बनाउँछ कि अरूलाई चित्त दुखाउँछ? हो नि। भने तपाईँको यो शरीर तन मन वचन तपाईँ होइन, राम्रो सुन्नु है, यो तन मन वचन तपाईँ होइन, तपाईँको होइन। तर यो तन मन वचनभित्र जति राम्रो बानी व्यवहारहरू छ, यसलाई परिवर्तन लिएर आएन भने अघि मैले भने जस्तो है, यो पानीको मैलाहरू यतिकै राखेर बिमार फैलिन्छ, मान्छेहरू मुड खराब हुन्छ होइन। यसले गर्दा चाहिँ तपाईँले साधना गर्नुपर्छ। कसको लागि? यो पानीको मैला निकाल्नुपर्छ। कसको लागि? अरूको लागि, पानीको लागि होइन। यो कुरालाई बुझ्नु तपाईँ हामीले साधना गर्नुपर्छ, गर्नुपर्छ, सबै गर्नुपर्छ, आफ्नो लागि होइन। मलाई म संसार म निर्माण कहिले प्राप्त हुन्छ होइन होइन। तपाईँ पुगिसक्यो। यो तपाईँले साधना गर्नु चाहिँ बोधिचित्त भन्छ यसलाई, अरूको लागि। तपाईँले साधना गर्दै जाँदाखेरि तपाईँको बोलाइ सोचाइ गराइ परिवर्तन, सकारात्मक परिवर्तन आउँदै 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 जाँदाखेरि तपाईँको छोराछोरी बुवा आमा दाजु भाइ दिदी बहिनी साथीभाइ, तपाईँको सासू ससुरी बाउ के अरे होइन, सबैजना तपाईँसँग नजिक हुनुपर्छ। अब तपाईँको बोलाइ राम्रो छ, अब तपाईँको सोचाइ राम्रो छ, तपाईँले अरूले जज गर्दैन, तपाईँले अरूको बारेमा कुरा राम्रो फैलाउनु, अरू सबैजना तपाईँको नजिक आउनु कोसिस गर्छ। हो तपाईँ के हुन्छ? अब बोधिसत्व भइसकेको त्यति बेला। डु प्र्याक्टिस नट फर यर सेल्फ बट फर अदर पिपल। यो कुरा जति छिटो बुझिन्छ तपाईँको साधना गर्दाखेरि तपाईँले स्ट्रेस हुँदैन। कुरा बुझ्नु? किनकि सधैँ हुन्छ नि, म संसारमा छु, म मरे भने नर्कमा जान्छु होला, म त कहिले बुद्धत्व प्राप्त हुन्छ भने जुन चाहिँ के भन्छ हतार छ नि। कुरा बुझ्नु होइन? यो हतारबाट तपाईँ मुक्त हुन्छ। तपाईँले साधना गर्ने अरूको लागि, अनि यो तन मन वचनलाई परिवर्तन लिएर आउने, तपाईँको घर परिवार खुसी हुन्छ। तपाईँ जहाँ जान्छ मान्छेहरू खुसी। तपाईँले देख्नु बित्तिकै मान्छे अहिले कसै त तपाईँ कसै यस्तो पनि होला कि टाढाबाट एकजनाले हेर्दाखेरि ओ यो आयो ल टर्निङ हान्नु होइन, टर्निङ हान्नु, यसको मतलब समथिङ इज रङ इन यु। बुझ्नु होइन? हो यस्तो नहोस्, मान्छेले अब आइरहेको छ त होइन उहाँकोमा जाउँ भन्ने यस्तो खालको मान्छे तपाईँ हुनु पऱ्यो। बागमतीको पानी अहिले यस्तो भइरहेछ, त्यो बागमती खोलामा नजाउँ अर्कै बाटो छैन र भन्ने हुन्छ। जब बागमती पानी युकेको पानी र युरोपको पानी जस्तै भयो नि, त्यो हामी खोलाइबाट जाउँ होइन, कति राम्रो सिन हो। यस्तो हुनुपर्छ हामी सबैजना। बुझ्नुभयो? लामो उत्तर दिएँ तर इट्स अ भेरी गुड क्वेसन है। धन्यवाद गुरु। ल हाम्रो यो प्रश्न र जवाबको समय पनि सकिएको छ, त्यसले गर्दा आई विल नट टेक एनी फर्दर क्वेसन्स।